गाइस नमस्ते। आज चाहिँ म हजुरलाई केही कुराहरूको जानकारी दिउँ भनेर चाहिँ म यहाँ हाम्रो पसलमा आएकी छु र विगत मैले 5 वर्षदेखि नै यो नानो प्लास्टिक मैले युज गरेँ। एकदमै राम्रो। पहिला त कति भौतारिए नि म हैन, यो हुन्छ कि त्यो हुन्छ कि भनेर कस्टमरको कपालहरू पनि खासै राम्रो नहुने हैन। जब आर्यन्सको मैले यो नानो प्लास्टिक जब मैले पाएँ तब म एकदमै खुसी, कस्टमर पनि एकदम खुसी हुनुभयो क्या। त्यसले गर्दाखेरि यो कति सामानहरू बिग्जा पनि सर्टेज भयो, अहिले आएको रहेछ। म एकदम खुसी भएँ र मैले सामान सबै अर्डर गरेको छु। अहिले चाहिँ पहिला नानो प्लास्टिक चाहिँ बोटक्स मात्रै आएको थियो भनेदेखि अहिले चाहिँ हाम्रो चाहिँ स्याम्पू पनि ल्याउनु भएछ हैन। बजारमा स्याम्पू पनि आएछ। स्याम्पू चाहिँ हाम्रो स्याम्पू पनि मैले युज गरिसकेँ। यही हो अहिले यो रिजल्ट मैले आज स्याम्पू युज गरेर आएको। एकदम राम्रो, थोरै पनि लगाउँदा पनि पुग्ने आएको यो स्याम्पू चाहिँ हैन। साथसाथै यसको ट्रिटमेन्ट पनि छ, यसको ट्रिटमेन्ट पनि आइसकेको छ। म कति खुसी छु। हिजो कस्टमरले मलाई 6 पिस चाहियो है म्याम भनेर चाहिँ आउँदाखेरि धन रहेछ। अस्ति चाहिँ सर्टेज थियो, आर्यन्स कम्पनीले अब यो ट्रिटमेन्ट पनि ल्याइसकेको छ है बजारमा। र यसको साथसाथै आर्यन्सले हेयर सिरम पनि, जसको कपाल चाहिँ एकदम ड्राई, हजुरले केराटिन स्ट्रेट र बोटक्सै गर्नुपर्छ भन्ने छैन है गाइज। यसमा चाहिँ हाम्रो कपाल जसको नुहाइसकेपछि कपाल खुङ्गा हुन्छ नि, एकदमै ड्राइनेस हुन्छ नि, त्यो कपाललाई 1-2 थोपा कपालमा, चिसो कपालमा 50% चाहिँ अलिकता सुकेको हुनुपर्छ। त्यसलाई लगाएर यसो गर्नुभयो भने कपाल पक्कै पनि सिल्की साइनिङ पाउनुहुन्छ, प्रोटिन पाउनुहुन्छ। सो म आज चाहिँ मैले सबै सामानहरू अर्डर गर्नको लागि आएको हो हैन। अस्ति त सर्टेज थियो, म आउँदाखेरि त बजारमा थिएन। त्यस कारणले गर्दाखेरि अहिले हामीले जति पनि छ आर्यन्सको नानो प्लास्टिया, त्यसपछि हेयर सिरम, त्यसपछि स्याम्पू, ट्रिटमेन्ट आएको रहेछ कि। अनि मैले यति धेरै सामानहरू अर्डर गरेको छु। तपाईँ आउने होइन त, एकचोटि ट्राई गर्ने होइन त, ल छिट्टै आइहाल्नुहोस् है त। हुन्छ दुर्गा ब्युटी पार्लर ट्रेनिङ सेन्टरमा आएर सिधै सम्पर्क गर्नु होला। गङ्गाबु गणेशस्थान बिग मार्टको अपोजिट रहेको हाम्रो दुर्गा ब्युटी पार्लरमा आएर सम्पर्क गर्दा पनि हुन्छ है। थ्याङ्क यू सो मच, बाई बाई।